हाई एभ्रिवान, गुड मर्निङ अनि दसैँको शुभकामना सबैलाई। ह्याप्पी दसैँको शुभकामना छ। हामी त यस्तो राम्रो दसैँ, यस्तो नराम्रो दसैँ, मतलब यदि नरमाइलो दसैँ चाहिँ कहिल्यै भएको थिएन क्या अहिलेसम्म। यस्तो के पर्यो होइन, अब के भयो यति सुनसानको दसैँ, कति के कस्तो अब मन र खुसी हुने कुरै भएन। हाम्रो चाहिँ अब माइली बुढी सासू, मतलब बुढी सासू नै सासू नै हाम्रो आमा र अहिले बित्नु एकजना आमा बित्नु भयो। मेरो सासू गर्नुहुन्छ मेरो त। आमाको चाहिँ दिदी ठ्याक्कै फुपू दिदी पनि, मेरो सासूको ठ्याक्कै फुपू दिदी पनि, अनि फेरि यता घरतिरबाट देउरानी जेठानी पनि उहाँ बित्नु भयो हिजो नवमीको दिन। 81 बिहान हामी तयारी गर्दैछौँ। आजको लागि सबैले तयारी गर्ने कुरा नै हुन्थ्यो। अनि बिहान यताउता पूजापाठ भइसकेपछि थियो 7 साढे 7तिर बित्नु भएछ आमा उता पहाडतिर। अनि त्यसपछि अब दसैँको त पुरै सक्यो होइन, सबै अब रुने धुने अब यता त भइहाल्छ, टेन्सन परिहाल्छ। बुढो भयो भने मान्छेको एकचोटि चोला न हो गयो भन्ने हुन्छ नि त, त्यस्तो भयो। अनि नानीको बाबा हजुरबुवा मेरो ससुरबुवा के मतलब भएर गइसक्नु भयो, पहाड हिजो नै जानुभएको। अनि हामी चाहिँ सासू बुवा र नानी मात्रै छौँ। यस्तो सुनसान भएको छ। अनि अब खाना त के खायौँ भन्ने होइन, अब खाना थोरै खाना बसाल्यौँ। अनि त्यही दुधसँग मैले यस्तो खानै सक्दिनँ कि के अरे पुलियो चिजहरू केही खाना, घिउहरू खानै सक्दिनँ साथी हो। के गर्ने, जस्तो तस्तो त खानै पऱ्यो। हिजोदेखि गरेको अब हाम्रो त पुरै 13 दिन नै बार्नुपर्ने हुन्छ। अब आज दसैँको दिन अब यहाँ हामी घर बसेर नि एकदम सुन्नु भयो कि झन् नरमाइलो जस्तो फिल भयो। अनि त्यही भएर अब हामी माइलो बुवा घर जाने, उतै बस्ने सबैजना दाजुभाइ उहीँ बस्छौँ भनेर उता कोटीतिर जानु लागेको छौँ। अब थोरै भाँडा छन्, त्यो भाँडा बाँध्छु अनि बल्ल निस्किने हो। छोरीले त फेरि रहर गर्छिन होइन, पारिवारिक नानीहरू सबैले कपडा लगाएछन्, दिन मलाई किन नलाइदिएको, किन हामी त राम्रो नभएको भन्ने नानी। त्यही भएर यसलाई त कपडा लगाइदिएर राखेको यहाँ मैले। सुट लगाइदिएर सुट देखाउँछ छोरी तिम्रो लगाएपछि नानीले सुट लगाइछिन्। कस्तो लाग्यो सुरु, राम्रो लाग्यो। छोरीले सुट लगाइसकिन्। अब म चाहिँ छोरीले भाँडासाँडा माझेर निस्किने हो। दसैँ त कस्तो नसोचेको भयो क्या साथीहरू। अब अन्त अब भगवान्ले खोजेपछि कसको के लाग्छ र होइन। अब आमालाई भगवान्ले लैहाल्नु भयो। अब के गर्ने, यस्तै छ, बाँच्नु चाहिँ सहनै पऱ्यो, जाने पनि जानै पऱ्यो। अर्को भगवान्ले, माथि भगवान्ले, यसले किन रमाइलो नगरेको भन्छु कि बुढो आमालाई, बुझ्यौ? हजुर ल साथीहरू भेट्दै गरौँ स्टेडियो। ल जानको लागि आमा र नानी भएर त उहाँ पुगिसक्नु भयो। हेर्नु उहाँ पुगिसक्नु भयो आमा र नानी। म चाहिँ छु यतै, अब स्कुटी निकाल्न लागेछु। नातिनी बजी उहाँ पुगेलो। यस्तो गर्मी छ, गर्मी भयो भने यस्तो सुनसानमा बस्ने कुरो भएन। हामी निस्किन लाग्यौँ, म पनि निस्केँ है। अब उतै गएर भेटौँला। बाटो पनि सुनसान छ कि, हुन त मान्छे हिँड्ने होला नि, चहल पहल त हुन्छ बाटोमा त। लेट्स सी। ल हेर्नु हामी मेन बाटोमा छौँ। अलि तल आइसक्यौँ, मणिग्रामदेखि तल आइसक्यौँ। अलिअलि बाटोमा फ्याटाफुट्टा आफ्ना सार्वजनिक साधन भन्दा त आफ्ना साधनहरू चल्न सार्वजनिक माइक्रोहरू पनि चलिरहेछन्। अब 11 भइसक्यो। अनि 11:53को टिका मान्छेहरू साडी ल्याउँदै हिँड्दै त गरिरहेछन्। सुनसानै जस्तो छ, टिका लाउने मान्छे हिँडिरहेछन्। अब हामी टिका नलाउने भयो भने हामी सुनसान सहन नसकेर यतातिर निस्केका छौँ। छोरी आमा हेलो गाई, हाम्रो दसैँ त यस्तो भयो, नरमाइलो भयो, के गर्ने। यस्तै छ। अब आइसाल मनाउँला, आइसाल रमाइलो गरौँला। जाने मान्छे गइहाल्नु हो, हामी यता छौँ। बाटोमा मान्छे गाडी त हिँडै छन्, हिँड्न त पर्सनल गाडी त। यसपालिको दसैँ त यस्तो पनि हुने रहेछ है, नसोचेको दसैँ भयो यसपालिको। ओल्ला घर पल्ला घर, हाम्रो घर के अरे खल्ला घर भयो। त्यस्तै छ। ल अब हामी जाँदैछौँ दुर्गानगरतिर। अब उहीँ गएर बसौँला दाजुभाइ भेट भएर। आफ्ना गाडी त हिँडेकै छन्, पर्सनल गाडी त। ल अब जाम सर नानी यता हेर त, यता हेर न। हेलो गाई, छोरीले अब उहाँ टिको लागेको देखेर लाउँछु भन्छन् कि भनेर नि हिँड्यौँ हामी त। रुन्छन् लाएर त अब यिनलाई केही भएन, बच्चालाई त के छेक्न सक्यो र। त्यही पनि सकेसम्म आज बल्ल 2 दिन भयो, त्यही भएर हो के अरे। अब हेरौँ उता गएपछि के हुन्छ। हामी त दुर्गानगर आइसक्यौँ। दसैँको दिन त यहाँ त बाख्रा हेर्ने कार्यक्रम पो छ त। 3 महिना भएर 3टा बाख्रा हेर्न आउँछ यहाँ दसैँ। ए एउटा मलाई रहेछ। ल हेर्नु
चारवटा बाख्रा छन् रे। अब चारवटी पऱ्यो, एउटा एउटा बाख्रा हेर्ने भयो। यस्तै भयो, साह्रै रमाइलो के साह्रै नरमाइलो दसैँ यसपालिको होइन त। सुनसान, उता उता नरमाइलो, यता नरमाइलो नहुने भएन। भगवान्ले खोजेसी त अब दसैँ भन्ने कुरै भएन। धान पाक्ने बेला भएछन् है, धान पाक्न अब लगभग कति लाग्छ यिनी उगुर्न? अझै यता यहीँ चढ्दैछन् के अरे। धान काट्ने बेर भयो भन्नु परेन। ल तपाईँहरू तिन बजी त्यहाँ उभिनुहोस् त लक्सर लाएर। त्यस 3 बजी सुनसान भयो, छुट्टा छुट्टै भनेर एकै ठाउँ हामी नि आयौँ। चाची आउन हामी यहीँ बसिया छौँ यसरी दुखम सुखम गर्दै आबैका कुरा गर्दै नतान्दै पुराना कुरा गर्दै बसिया छौँ हामी माइली आबैलाई सम्झिँदै होइन त हो नै। ल धानका बाला झुले भन्नुहुन्थ्यो, अब आज त भएन। यस्तै झुले खान दालका बाला आज हामी झुले खाम जप पर्दै। अरू कता झुले खान, हामी यहीँ झुले खाम। धन शीतल भयो नि यसरी गर्मीमा भयो नि त मान्छेलाई दुखै हुन्थ्यो। आज अलि अघि त बिहान बख त गर्मी थियो, अहिले अलिक शीतल ठिकै भयो। यस्तै छ हामी बसिरहेको हामी। पानी भने भोलि पानी भने गाउँतिर त अहिले नै आयो होला कि पानी त आउनु त। लास्टै भयो के कस्तो कति दिन भयो खोकी लाग्यो, खोकी चाहिँ सन्चो भएन छ मलाई। त्यहाँ फुलकुमारीलाई देख्न सक्नुहुन्छ तपाईँले। हाय हाय के हो, कता हो फुलकुमारी? हाय मान्छे सानी कता हिँड्नु भएको? हेर्न उहाँ सुट लाएर मेरी छोरी त यता हेर त। हेलो दसैँको दिनको नास्ता आउँदै हो हाम्रो 82 सालको दसैँ यसरी समाप्त गरिँदैछ हामीले। सुखा रोटी खाएर यता मेरी भान्जी छोरी उता छिन्, म यता छु। मैले चिया 2टा रोटी खाइसकेँ, अब चिया सब भयो। नास्ता भयो नि, भयो नास्ता मैलियामा भयो नास्ता ठिक छ। मैलियामा राख्नु चिया चाहिँ थपी खानुहोस्, भयो न आमालाई दिनुहोस्। ल चिया थपेर खानुहोस्। नराखिदिनुहोस् को यहाँ। तिनवटा मैले 3टा कागती खाएँ, 3टा पुरै यस्तो रसिला कमिला जस्तै रसिला कति रसिला बल्ल तँ खाएछ। मलाई अलि कस्तो। ल हाम्रो भेटघाट त सकियो, दसैँको दिनको त बाई अब हजुर। कागती नि कति पुगे 30 देखि। बाई सक्यो दसैँ हाम्रो। हाम्रो देवर बाबु कहाँ जान छ, भ्याकेन्सी खुल्ला भयो। दसैँको दिन बल्ल देखि नगेर तपाईँ हामी जानलाई। बाई ल बाई हाम्रो दसैँ यस्तै भयो। अब स्याड दसैँ भयो, अब ठिकै छ, केही भएन। अर्को वर्ष मनाउँला ह्याप्पी भएर। त्यस्तै भइगयो कि हामी। ल जाऊ है जताततै टिका जमरा लाएर कति राम्रो देखेका सबैजना। हामी चाहिँ घर आइसक्यौँ। यी नानीकी साथी, नानीको रित्तो निधार, साथीको राम्रो निधार टिकी लगाएको होइन। नानीले आइसकेर लाउँछिन् युक्तले होइन। त्यसो गर्नेखेरि त्यस्तो हेर्नु न, दसैँका पहेँली घाम देख्न सक्नुहुन्छ। यस्तो पहेँली घाम, ओ माई गड। ल हेर्नु त कस्तो पहेँला, एकदमै पहेँला छन् घाम चाहिँ। यस्तो छ। ल म यतानिर छु। हाम्रो छिमेकी दिदी के छ दसैँको दिनको खबर? हाम्रो यहाँ छिमेकी दिदी माथिबाट हेर्दै हुनुहुन्छ। हामी त थिएनौँ, दिनभरि सुनसान भएर उहाँ के अरे उहाँ गयौँ के माइलो बुवा घर बस्यौँ दिनभरि। यहाँ सबैले टिका लाउने, अब न रमाइलो हुने रहेछ कि न खाना मिल्यो न केही। नुन
के नुन बार्ने भएपछि त केही मेसो हुने आइन्छ। ल नानीहरू चाहिँ खेलिरहेछन्। 13 दिनसम्म 13 दिनसम्म। हाम्रो त धेरै लामो छ के बाहुनहरूको त। मेरी छोरी पनि ठ्याक्कै म जस्तै छिन्। यस्तै र राति माम खाएपछि ल कागती खान्छु अरे यस्तो अमिले कागती चिरिप्पा पार्दै छोरी कता छ नुन र चिनीमा बिरेन नुन र चिनिया डोबेर लगाएर त्यसो अरे हजुर हात आज यसो गराउँदै छ्यान छोड्नु छ हो ल यस्तै भयो के अरे दसैँ छोरीले जस्तै माने नि बिचरा मान्नै पर्छ छोराछोरी गाह्रो छ यिनलाई पनि यिनले नि ओरेत खाएर बसिसिन् त्यही भएर यिनलाई त के खाम भएर त्यस्तो खाइदियो कि मैले 3टा कागती भए पुरै यत्रो कागती खाएर आएको दुर्गानगर पेट गर्छ जस्तो छ रेसिपी गरोस् ठिकै छ। अनि साथीहरू यस्तै भयो ल हाम्रो दसैँ चाहिँ 82 सालको यो दसैँ यस्तै भयो। यति जुन भिडियोहरूमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। बाई 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 गर ल गुड मर्निङ हो।